गाइस अब चाहिँ बिहानीको सुरुवात खतम गरेर चाहिँ अब हामी चाहिँ इन्डिया नौगढ भन्ने ठाउँमा चाहिँ हामी सामान लिन खाली जान लागेको होइन। हिजो पनि जाने प्लानिङ थियो तर गइएन। अब चाहिँ हामी निस्किन लागेको, सबैजना बाहिरबाट कुदिरहेको छन्, सब सामानहरू लगाएर निस्किन लागेको होइन। अब चाहिँ हामी निस्किन लागेको खतरा भिजिटमा होइन। ल यसको गाइस फाइनली गाइस होइन हामीहरू चाहिँ नौगढमा पुगिसकेको छ होइन। बिहान चाहिँ हामी खाली पेट नै निस्केको थियो, त्यही भएर चाहिँ अहिले त्यस्तो हल्का भोक लागिरहेको गाइस। हामी चाहिँ नास्ता यसरी छैन छोले भटुरे नै बिहान गाइस। मर्निङ टाइममा चाहिँ नि नौगढमा पनि होइन कुनै पनि दोकान खोलेको छैन कि एकदम पुरा टोटल्ली एकदम पुरा बन्द छैन। हर तरफ यहाँ ठुलो यो हटारी होटलदेखि लिएर सबै यता सम्पूर्ण बन्द छन्। हल्का फुल्का त्यही चिया पसलहरू यताउति खुला छैन। अहिले चाहिँ हामीहरू काम नभएर अब के गर्ने त, अब सामानहरू अब अहिले सबै दोकान बन्दहरू छ, त्यही भएर चाहिँ अहिले हामी यतिको हच्चा डुलिरहेछौँ होइन। गाइस अहिले चाहिँ हामी नौगढभित्रको गल्ली गल्ली घुम्दैछौँ होइन। मस्त तरिकाले पुरा बन्द छ क्या, एकदम फुल्ली साइलेन्ट। ल गाइस अहिले चाहिँ हामी बिहान आएको चाहिँ लगभग 8 बजीतिर आएको थियौँ र अहिले 10:30 भइसक्यो होइन। यति बेलासम्म हामी फाल्तुमा यताउति हल्लेर बसिरहेको थियौँ। हरेक चिज त देखाउने कहाँ भइन्छ होइन, फाल्तु बसेको के देखाउने होइन। अहिले चाहिँ हल्का फुल्का दोकानहरू खुलिसकेका छन् र 11 बजीसम्म लगभग सबै दोकानहरू खुल्छ। अनि अहिले चाहिँ हामी एउटा सानो मार्टमा गएर चाहिँ त्यहाँ 10-20 रुपियाँको सामानहरू यताउति उसमा गएर चाहिँ हल्का फुल्का टाइम पास गऱ्यौँ। तर त्यहाँनिर चाहिँ भिडियो बनाउने सुटिङ गर्न चाहिँ एलाउड रहेनछ। फाइनली हाम्रो चाहिँ यहाँनिर भेटिसकेको छ, हामीले खोजिरहेको भाडा चाहिँ। गाइस होइन पुरा आज दिनभरिको हाम्रो जुन समय होइन त्यो फेर गयो होइन। जुन सामान लिन आएको थियो भने त्यो चाहिँ पाउनु त पाइयो तर अलिकति चित्त बुझेन, बट लिन त लियो होइन। अब चित्त नबुझे पनि अब बाध्यता स्वरूप लिनै पऱ्यो होइन। अब चाहिएको हरेक सम्पूर्ण सामानहरू पाइएन, बट जे पाइयो जस्तो पाइयो लिएर हिँडिरहँ। भोलिको ओपनिङ हो बट पता नहीं के हो, अब हुन्छ कि हुँदैन केही पनि थाहा छैन। अब यसमा हामी यहाँ इन्डियामा अड्केर बसिरहेछौँ, केही पनि कामै भएको छैन। सामानहरू हामीले पाइसक्यौँ भने फाइबरको प्लेटहरू हामीले प्लेटहरू लिएर छ, यहाँदेखि प्लेटहरू किनेर छ यहाँदेखि जान लाग्यो हामीहरू होइन। अहिले चाहिँ यहाँनिर स्टकमा रहेनछ, बाहिरतिर गएको छ लिनको लागि। अहिले चाहिँ हाम्रो होइन यहाँनिर घाम लागिसकेको छ इन्डियामा होइन। फाइनली गाइस अब हामीहरू चाहिँ होइन फाइबरको प्लेटहरू लिएर चाहिँ अब निस्किन लागिसक्यौँ होइन। त्यस्तो खास रेट पैसा अरू छ नि त छैन। लगे गाइस अब लास्ट टाइममा म धेरै केही बोल्दैन, बोल्यो भने विवाद हुन्छ। यति भन्दै म आफ्नो भिडियो यहाँनिर एन्डिङ गर्न चाहन्छु होइन। टक्क हामी सर गएपछि मस्तले 2-4 घन्टा घुमिएपछि हामी सामानहरू किनियो। अनि फेरि आएपछि सामान किनिसकेपछि अनि फेरि बिचमा आयो त मेरो मलाई चार्ज नहुने कारणले गर्दाखेरि चाहिँ मैले भ्लग बनाएन। बिचको हल्का फुल्का एकदम सर्ट बनाएँ, तर खै लङ बन्यो कि सर्ट बनेको थाहा छैन। तर मैले बनाउने चाहिँ अब जस्तो आए जस्तो बनाएँ होइन। र यति भन्दै म आफ्नो भ्लग यहाँनिर एन्ड गर्न चाहन्छु। थ्याङ्क्स फर वाचिङ, बाई।